कर्कट राशिको व्यक्ति र मकर राशिको व्यक्तिको म्यारिड लाइफ अथवा सम्बन्ध कस्तो जान्छ त त्यसको बारेमा चर्चा गरौँ। सर्वप्रथम कर्कट राशि भनेको मदरली केयरिङको राशि, एकदम धेरै होइन इमोसनल राशि, सानो सानो कुराहरूमा एकदम धेरै भावुक हुने किसिमको राशि रहेको छ। यिनीहरूले प्रेम गर्दछन् त अनकन्डिसनल लभ गर्दछन्, कुनै पनि स्वार्थविहीन तरिकाले प्रेम गर्दछन्, तर सानो सानो कुराहरूबाट उनीहरूलाई पीडा उत्पन्न हुन्छ, भावुक धेरै हुने गर्दछन्। भने अर्कोतर्फ मकर राशि हेऱ्यो भने मकर राशि निकै धेरै प्र्याक्टिकल राशि, सानैदेखि जीवनले उनीहरूलाई यति धेरै सङ्घर्षको पाठ सिकाएको हुन्छ जसले गर्दाखेरि उनीहरू एकदम म्याच्योर बन्न पुग्दछन्, परिपक्व बन्न पुग्दछन्। एकातिर कर्कट राशि निकै धेरै इमोसनल, अर्कोतिर मकर राशि निकै धेरै प्र्याक्टिकल। एकअर्कालाई यिनीहरूले राम्रोसँग ह्यान्डल चाहिँ अवश्य पनि गर्न सक्दछन्, किनकि कर्कट राशिको इमोसनलाई अर्कोतर्फ मकर राशिको प्र्याक्टिकल नेचरले ब्यालेन्स गर्न पुग्दछ। यिनीहरू एकअर्काबाट हेर्ने हो भने 7th पोजिसनमा पर्दछन्, जुन पोजिसनलाई चाहिँ पोजिसन अफ द म्यारिज अथवा पोजिसन अफ द रिलेसनसिपको पोजिसन पनि मानिन्छ। त्यसैले गर्दाखेरि एकदम धेरै बेस्ट कम्बिनेसन बन्न पुग्दछ। तर यहाँ राशि स्वामी हेर्ने हो भने चन्द्रमा र शनि रहेको छ। अलिकति चन्द्रमा र शनिको सम्बन्ध हेर्दाखेरि शनिले चन्द्रमालाई कतै न कतै इमोसनल ड्यामेज चाहिँ गर्ने स्थिति बन्दछ, किनकि अलिकति शनि अथवा मकर राशिमा धेरै कठोरपन अवश्य पनि पाइन्छ, जुन चाहिँ यिनीहरूले राम्रोसँग बुझेर होइन कर्कट राशिको स्वभाव धेरै इमोसनल छ भन्ने कुरा बुझेर यिनीहरूले अगाडि बढ्नुपर्ने हुन्छ। र अर्कोतर्फ हेर्दाखेरि कर्कट राशिले आफ्नो इमोसनलाई ब्यालेन्स गर्ने कोसिस चाहिँ अवश्य पनि गर्नुपर्दछ।